हे बिलिभर, तपाईँहरूको लागि एउटा कुरा छ। मैले क्यानाडाको एउटा रेल ट्र्याकमा छु, तपाईँले देख्नुहुन्छ यो ट्र्याक। सो केही वर्ष अगाडि यहाँनिर ठुलो एक्सिडेन्ट भएको थियो। हजारौँ मानिसको ज्यान गयो यो ट्रेन क्रास भएको कारणले। किनभने त्यो ट्रेन क्रास हुनुको मेन रिजन भनेको चाहिँ ओभर स्पिड, किनभने एउटा स्पिडमा दौडिरहेको ट्रेन ढिला भएर ओभर स्पिड लिएको कारण यहाँ क्रास भएको। अनि अघि यहाँ आउँदा परमेश्वरले मेरो हृदयमा केही कुराहरू राख्दै हुनुहुन्थ्यो। हाम्रो क्रिस्चियनहरूको जीवन जब तपाईँले मेरो उद्देश्य अनुसार जीवन बिताउँछौँ, तपाईँ मेरो यात्रा यस्तै हो, ट्रेन ट्र्याकमा दौडिने। क्रिस्चियन जीवन भनेको बाइकको जीवन होइन, कारको जीवन होइन, फ्लाइङको जीवन नै होइन। रुट चेन्ज गर्नु मिल्दैन। ट्रेनको एउटै मात्रै ट्र्याक हुन्छ र त्यही ट्र्याकभित्र नै दौडिनु पर्ने हुन्छ। ट्रेनले ट्र्याक चेन्ज गर्दैन। बाइक बरु तपाईँ रोड नभएर खोला दौडाउँछु मिल्यो, अफ रोड जान मिल्यो, तर ट्रेनले आफ्नो ट्र्याक बाइक छोड्न मिल्दैन। क्रिस्चियन जीवन यस्तै हो। तपाईँ र म विश्वासी प्रभुलाई विश्वास गर्ने मानिसको जीवनहरू यस्तै हो। तपाईँ र मैले छोड्न मिल्दैन आफ्नो ट्र्याकलाई। तर सुन्नुहोस्, यदि ट्र्याकमा कुद्नुपर्ने स्पिडभन्दा ज्यादा स्पिड भयो, हुन्छ नि कतिपल्ट हामीलाई चाँडै मार्केटमा आउनुपर्ने, चाँडै देखिनुपर्ने, चाँडै प्रख्यात हुनुपर्ने, चाँडै कमाउनुपर्ने, जे कुरा पनि चाँडै गर्नुपर्ने। जस्तै यदि तपाईँ र मेरो जीवनमा तपाईँ र मैले सोधेर स्पिड बढायो भने प्रभुको सरासरी कुन दिन तपाईँ र म क्रास हुन्छ। त्यही भएर परमेश्वरको हरेक कुराको समय हुन्छ। समयलाई प्रतीक्षा गर्नुहोस् र भन्नुहोस् कि प्रभु मलाई तयार गर्नुहोस् मेरो समय आउनुभन्दा अगाडि नै। त्यही भएर फल्नु ठुलो कुरा होइन, तर फल रहिरहनु पर्यो। फल थाम्न सक्नु पऱ्यो रुखले कि तपाईँ तयार हुनुहुन्छ त्यसको लागि। त्यही भएर सबै पाएको आशिष देखेर खुसी भएर मैले सबै कमाएँ होइन। प्रतीक्षा गर्नुहोस्, धैर्य हुनुहोस् र फललाई थाम्न सक्ने क्षमता प्रभुसँग माग्नुहोस् र प्रभुले तपाईँलाई तयार गर्नुहुनेछ र आफ्नो ट्र्याकमा, आफ्नो उद्देश्यमा रहिरहनुहोस्। प्रभुले तपाईँलाई प्रशस्त आशिष दिनुहुनेछ। गॉड ब्लेस यू।